किन मुनाले पनि घर छोडेर रामलाई एक्लै पारिन् त? हो, आज यही कुरा जान्नेछौँ। मुनाले रामसँग झगडा गरेर घर छोड्नुको पनि ठुलो कारण हुन्छ र मुनाको विवाह गर्ने षड्यन्त्र पनि रचेका छन्। मुनाको विवाह पनि हुन सक्छ कुनै धाक धम्की दिएर, तर यो सब रामले हुन दिँदैनन्, किनकि राम र मुना पनि अलग हुन सक्छन्। त्यही कारणले अब रामले हर कदम सोचेर र बुझेर अगाडि सर्नेछन् र कमला र मुनालाई फर्काएर पक्कै ल्याउनेछन्। दर्शकबिन हामी पनि यही आशा गरौँ कमला, राम र मुना एकै साथ भएको देख्न पाऊँ। म आज यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।